एडमिनले तपाईँको अकाउन्ट अप्रुभ गरेपछि ड्यासबोर्ड एक्सेसेबल हुन्छ है। अनि यहाँनेरि फर्स्टमै ड्यासबोर्ड भन्ने मेन्यु छ, त्यसमा चाहिँ सबै विवरणहरू राम्ररी देखिन सकिन्छ है। कमिसन रेट कति हो, तपाईँले दिएको रिफरलको भिजिट कतिवटा आयो, आज भिजिट कतिवटाले गरे, अनि कन्भर्जन रेट कति छ भनेर सबै देखिन्छ। अनि यहाँ ब्यालेन्स पनि कति सेटल भएको, कति आउने भनेर सबै आउँछ है। अनि रिसेन्ट कमिसन भनेर यहाँनिर देख्न सकिन्छ। यो दुइटै पेन्डिङ भइरहेछ, त्यो पनि एडमिनले अप्रुभ गरेपछि आउँछ है। अनि रिसेन्ट भिजिट कहाँबाट भिजिट आयो भनेर चाहिँ 5वटा भिजिट भन्ने अघि देखिएको त्यो यसरी यहाँ देखाएको छ। त्यस्तै गरी कमिसन्समा यहाँ इन्फर्मेसन हेर्न सकिन्छ। त्यसरी नै भिजिट्स भन्ने पनि यसरी हेर्न मिल्छ। पेमेन्ट्समा चाहिँ तपाईँको हिस्ट्रीहरू के छ स्ट्याटस भनेर यहाँबाट हेर्न मिल्छ। त्यसपछि लिङ्क जेनेरेटर भन्नेमा चाहिँ तपाईँको एफिलिएट आइडी कति हो, तपाईँको रिफरल युआरएल के हो भनेर यहाँनिर प्रष्ट देखिन्छ। जस्तै अब कुनै पनि प्रडक्टलाई चाहिँ रेफरल आइडीमा लानु पऱ्यो भने चाहिँ फर इक्जाम्पल यो प्रडक्ट छ है। अब यसको तपाईँले युआरएल कपी गर्नु पऱ्यो। अनि एफिलिएटरको ड्यासबोर्डमा आएर यो लिङ्क जेनेरेटरभित्र गएर कस्टम युआरएल चाहिँ यहाँ हालेपछि बनाउन मिल्छ। अब यो रेफरल युआरएलमा यहाँ हेर्न सक्नुहुन्छ, पछाडि यस्तो प्याटर्नमा थपेर आउँछ। यसले चाहिँ तपाईँको आइडीलाई पोइन्ट आउट गर्छ। अनि कोही पनि मान्छेले अब यो क्यामेरा तपाईँको आइडी युज गरेर किनेपछि बल्ल मात्रै तपाईँले कमिसन पाउनुहुन्छ। भिजिट मात्रै गरेर कमिसन पाइँदैन। त्यो मान्छे चाहिँ सक्सेसफुल्ली गएर सामान किन्नै पर्ने हुन्छ है।